बुढेसकालमा काम गर्दा पनि गाह्रो छ नकचरी पनि झोला बोकेर गइहाली माइत तो ढाड दुखो नमस्कार रमिता दिदी ए नमस्कार समिला बहिनी बस न हेर पखल राम कति धेरै फोहोर मेरो बुहारी माइत गइहाली 10 दिनको लागि अब कसरी राख्नु नि ढाड पनि दुखिरहेको छ समिता बहिनी तिम्रो हालचाल के छ र गाउँघरको हालचाल चाहिँ के छ मेरो हालचाल त खराब छ दिदी त झन् गाउँघरको हालचाल त एकदमै खराब छ नि किन र बहिनी किन यस्तो तपाईँ त मुनालाई चिन्नुहुन्छ नि मेरो साथी हो त मुनाको छोरी त पहिला गएछ नि दिदी ओइ मलाई त्यसको अनुहार हेर्दै त्यस्तो लागेको थियो छ्या ठुक्क त्यसको छोरीलाई तपाईँलाई एउटा कुरा थाहा छ भन न तपाईँलाई त माइलीले बिहेमा बोलायो बोलाइन कम्ती कि पापी छैन मैले चाहिँ मेरो बिहेमा बोलाएँ त्यसले त बोलाइन मैले त बोलाएको थियो मासु थियो मासु खाएको नुनै नुन थियो नि दिदी कम्ती कि घमण्डी छैन मासुमा नखाओस् भनेर होला मैले खाएँ 1000 रुपियाँको नोक्सानै भयो है दिदी अन्त दिदी तपाईँको बुहारी कहाँ गयो त मेरो बुहारी 10 दिनको लागि माइत घैनी काम गर्नुपर्छ भनेर होला तपाईँलाई अलि आनन्दै भएछ मेरो बुहारी त सुतिरहेको छि मोबाइल हेरिरहेको छि अहिलेको जमानामा त कस्तो कस्तो बुहारी आउँदो रहेछ मेरो छोरालाई पनि कुन चाहिँ बुहारी टिपेर ल्याइछे मेरो छोराले त मन पढाएर ल्याएको ल्याङ त भनेको नकचरी नै रहेछ है त्यही त थाहा छ त्यो के भन्छ त्यो माइलीकी थियो नि बुहारी त्यसले त 3 तला सुन दिएछ त्यो सम्झिएर त दाइजो पनि दिएछ यति हाम्रोले त एउटा 1 रुपैयाँ पनि दिएन छ्या मेरो सम्झिने त हेर्दैखेरि किच्याएर मार्दिनु जस्तो छिन् त्यही त नि मेरो बुहारी यस्तोको छ्या माइ लभ भन्छ माइ लभ भनेको पनि क्या हो बुहारी सुँगुरको मासु खान्छे खान्छे होटेलमा गएर खान्छे दुनिया केटाले खुवाउँछे मेरो बुहारी त होटेलमा गएर सुँगुरको मासु खाएर कोसँग खाकी भनेको दाजु हो के दाजु भन्छ अनि त बियर के भन्छ नि त्यो पनि त्यो खाइरहेकी हुन्छ खोइ अहिलेको जमानामा कस्तो कस्तो बुहारी पाइन्छ मेरो मात्रै यस्तो हो कि तिम्रो पनि यस्तै हो कि सबैजनाको बुहारी यस्तो मेरो बुहारीलाई त चिया पनि पकाउन आउँदैन है मेरो बुहारीलाई त झन् गाईको दुध पनि दुन आउँदैन बढ्न पनि आउँदैन के बुहारी ल्याएछ मेरो छोराले त दिदी हाम्रो पालामा 4 बजे उठेर घाँस दाउरा गरेर घर लिप्नु पर्थ्यो है हो नि नत्र भए त सासूले मारिहाल्थे तातो पानी खुवाइदिन्थे मेरो बुहारी त टिक टिक के भन्छ नि त्यसमा लिप केमा बसिरहेकी हुन्छ मेरो बुहारी पनि त्यस्तै गिफ्ट भन्छ गिफ्ट भनेको चाहिँ के हो र बहिनी मैले त सोधेको गिफ्ट भनेको उपहार मम्मी भन्छ उपहार चाहिँ कहाँबाट मोबाइलबाट दिनु त त्यही भनेको मैले भने दिदी छ्या अहिले कस्तो जमाना आयो नि हो नि दिदी ला मैले त बिर्सेको मैले त उता महत्त्वपूर्ण गफ गर्नु त गएला दिदी बस्नु न बस्नु तपाईँ एउटा बस्नु न गफ गर्नु छ नि हजुर तपाईँलाई थाहा छ मेरो छोराले त झन् मोबाइलबाट मुभी हो कि खोइ के हेर्छ छोराले सोद्धाखेरि के नाटक हो भन्छ छ्या मेरो छोराले त नि बुहारी मलाई मोबाइल पठाइदिएको थियो त्यो बुहारीले लगी मेरो पनि त बुहारीले लगी नि त्यही टिकटिके फोन दिई मलाई त ए हो र मलाई अस्ति छोराले डलर के भन्दो रहेछ त्यो पठाइदिएको थियो होइन अनि मलाई डलरबाट केही पनि दिन बुहारीले हाम्रो बुहारी पनि त्यस्तै छ पैसै खान्छे छोराको मलाई त 1 रुपैयाँ पनि दिन्न ढाड पनि दुख्छ ए ल हस् ल म नि बढाट्नु पर्यो घर यस्तो फोहोर छ